साथीहरू खाना खानुभयो हजुरहरूले? हामी पनि खायौँ साथीहरू। आज चाहिँ मलाई दाल पकाउनै अल्छी लाग्यो क्या। अनि नानीलाई दाल नभए हुँदैन, म त दिक्कै लाग्यो आज चाहिँ। अनि अन्डा लिएर अन्डामै झोल बनाइदिन्छु यसलाई भनेर अन्डा लिएर अनि अन्डामै झोल बनाइदिएँ साथीहरू। मलाई चाहिँ आज अलिक सन्चो थिएन क्या, बिहानदेखि नै ज्वरो आइरहेको थियो। अनि अब के गर्नु, घरमा एक्लो भएपछि त ज्वरो बिरामी भएर सुते भन्न पनि पाइँदैन है। अनि दबाई खाएर बस्तु भाउको काम सकेर अनि किचनमा खाना बनाउन चढेको। मेरो छोरीलाई पनि ज्वरो आइरहेछ, उसलाई पनि औषधि दिएँ। अनि खाना बनाइसकेँ मैले चाहिँ साथीहरू। अन्डाको झोल र आलु र भेन्डीको सब्जी पकाएँ आज चाहिँ। अनि मेरो छोरा पनि खुसी हुँदै लग्यो। आयो के गर्नु, बिरामी भए पनि खाना त खानै पर्यो साथीहरू। हस् त, यसो भिडियो हेरेर लाइक कमेन्ट पनि गरिदिनु ल, अनि फलो पनि गरिदिनु होला। आजलाई यति नै, बाई बाई, गुड नाइट।